नमस्कार, म रत्न भट्टराई रत्नकर। आज म काठमाडौँको भृकुटी मण्डपमा आएको छु। तपाईहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ नेकपा एमालेद्वारा आयोजित युथ सेलिब्रेसन कार्यक्रम भइरहेको छ। सत्तारूढ नेकपा एमाले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रम नयाँ राजनीतिक नेतृत्वको तयारीको रूपमा हेरिएको छ। भृकुटी मण्डपमा आयोजना गरिएको यो एक दिवसीय विशेष कार्यक्रम 40 वर्ष मुनिका युवाहरूलाई लक्षित गर्दै करिब 1 लाखको सहभागिता सुनिश्चित गर्ने योजना एमाले अघि सारेको छ। कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित वरिष्ठ र युवा नेताहरूको सम्बोधन रहनेछ। तर यो कार्यक्रम केवल उत्साहमा सीमित छैन। यो नयाँ पुस्तालाई राष्ट्रिय राजनीति र निर्माण प्रक्रियामा सक्रिय बनाउने एमालेको रणनीतिक प्रयास पनि हो। राजनीतिमा लामो समयदेखि अनुभवी नेताहरूको वर्चस्व रहेको समयमा यस्तो युवामुखी कार्यक्रमले नयाँ जोश, विचार र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। लोकतन्त्र दिवसको देशसँगै युथ सेलिब्रेसन कार्यक्रम युवालाई सशक्त बनाउने र नेतृत्वका लागि तयार पार्ने महत्त्वपूर्ण मोडको रूपमा प्रस्तुत गरिएको छ। राजनीतिमा सहभागिता बढाउन र भविष्यका नेताहरू उत्पादन गर्नमा एमालेको यो प्रयास विश्लेषकहरूले स्वागतयोग्य कदमको रूपमा लिएका छन्।